मैले त्यसरी अदुवा र लसुन फ्राई गरेको मेरो मुखमा बाइट आउँछ नि कस्तो धेरै मिठो लाग्छ कि अनि यिनीहरूलाई पनि रातो हुन्जेलसम्म फ्राई गरेँ अनि यो खोर्सानी थियो सुकेको खोर्सानी थियो त्यो सुकेको खोर्सानी पनि ढुट्याएर त्यसो भए पछाडि धेरै पिरो नै होस् भनेर ढुट्याएर अनि यो पनि मजाले फ्राई गरेँ त्योसँगै तर आगो चाहिँ एकदमै लो पारेर किनभने यो पिरोहरूको खारहरू एकदमै नराम्रो लाग्छ नि त अनि फेरि डढ्यो भने त्यस्तो मिठो पनि हुँदैन अनि मैले चाहिँ मसलामा त मैले एकदमै सिम्पल राखेको छु मैले धनियाको पाउडर र जिराको पाउडर युज गरेर अनि अलिकति तोरी पनि युज गरेको छु मलाई चाहिँ तोरीको स्मेल र फ्लेभर चाहिँ कति धेरै मनपर्छ कि मेरो फेभरेट मसला हो तोरी त अनि यसलाई पनि मैले एकदमै कम्ती आगोमा मजाले पाक्न दिएँ र पाकेर